यो माथिको चुचुरो चाहिँ तारेभिर हो। पछिल्लो समय तारेभिरसम्म पदयात्रा गर्दै आउनेको सङ्ख्या बढ्दै गएको छ। तारेभिर काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा पर्छ। पदयात्रामा रुचि राख्नेहरूका लागि तारेभिर पदयात्रा उपयुक्त स्थान हो। पदयात्राको लागि असाध्यै उपयुक्त मानिन्छ। तारेभिर आइपुग्नका लागि काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा रहेको जगदेलबाट यात्रा सुरु गरेर जङ्गलको बाटो उकालिएपछि तारेभिर आइपुगिन्छ। तारेभिर आइपुगेपछि फेरि सोही बाटो सोही जङ्गल हुँदै जगदेल फर्केर